ओम श्री गणेशाय नमः। ओम श्री गुरुभ्यो नमः। आजको प्रस्तुतिकरणको विषय छ वर्तमानमा जिउने कला, हिजोको भारबाट मुक्ति। हिजो जे भयो त्यसलाई छोडेर वर्तमानमा जिउन सिकौँ। हिजोको कुरा राम्रा थिए भने शिक्षाको रूपमा लिने, नराम्रा कुरा थिए भने विष भएको लड्डु सम्झेर त्याग गर्ने। यस प्रस्तुतिकरणले जस्तै हिजोको अनुभवलाई छोडेर वर्तमानमा कसरी पूर्ण रूपमा जीवन जिउन सकिन्छ भन्ने कुरा समेट्छ। हिजोका क्षणहरू अहिले हाम्रो जीवनमा छैन, तर हाम्रो मनमा तिनीहरूको छाया रहिरहन्छ। धेरैले हिजोको रमाइलो सम्झना फस्छन् वा नकारात्मक अनुभवको पीडामा अडिन्छ। यसले वर्तमानको सुन्दरता र शक्ति खोज्छ। पहिलो, हिजोका अनुभवलाई मूल्याङ्कन गर्नुहोस्। राम्रो अनुभव, हिजोका खुसीहरू, सफलताहरू, शिक्षाप्रद पलहरूलाई स्वीकार्नुहोस्। तिनीहरूलाई शिक्षा भनेर चिन्ह लगाउनुहोस् र आफ्नो आत्मविकासमा प्रयोग गर्नुहोस्। नराम्रो अनुभव, असफलता, दुःख र पीडा भएका क्षणहरूलाई विषयुक्त लड्डु जस्तो बुझ्नुहोस्। मिठो छ तर शरीरलाई हानि गर्छ, त्यसैले त्याग गर्नुहोस्। मनमा बारम्बार नदोहोऱ्याउने निर्णय गराउनुहोस्। दोस्रो, वर्तमानमा पूर्ण उपस्थित हुनुहोस्। वर्तमान क्षणमा ध्यान केन्द्रित गर्नु जीवनको असली कला हो। सचेत श्वास, एक एक श्वासमा सम्पूर्ण सचेतना राख्नुहोस्। इन्द्रिय संयम, बाह्य घटनामा प्रतिक्रिया नदिने अभ्यास गर्नुहोस् ताकि मनको शान्ति कायम रहोस्। सकारात्मक अवलोकन, आफ्नो वरिपरिको सुन्दरता, मौनता र सन्तुलनको अवलोकन गर्नुहोस्। तेस्रो, हिजोको भार छोड्ने अभ्यास। बिहान उठ्दा मनमा भन्नुहोस्, हिजोका क्षणहरूलाई म भिजाउँदिनँ, म केवल अहिले जिउँछु। ध्यान गर्दा हिजोका दुःख र पीडा कल्पनामा देखाएर त्यसलाई उज्यालो र प्रकाशले पगाल्ने अभ्यास गर्नुहोस्। वर्तमानमा जिउने गहिरो सन्देश। ध्यान, सचेत श्वास र मानसिक स्पष्टताले हाम्रा आत्मीय ऊर्जा जागृत गर्छ। ऊर्जा जागृत हुँदा चेतनाको उच्च स्तरमा पुग्छ। हिजोको भारले चेतनालाई घटाउँछ, तर वर्तमानमा पूर्ण रूपमा रहने अभ्यासले चेतनालाई विस्तार गर्छ। सूत्र, जीवनको पूर्णता भनेको सचेत वर्तमान मल्टिप्लाई शिक्षा माइनस पीडा। अन्तिम विचार, हिजोको सिकाइ हो आजको उपहार हो, भोलि विश्वास हो। हिजो सिकाइ हो आजको उपहार हो, भोलि विश्वास हो। वर्तमान क्षणमा जिउनु भनेको जीवनको असली पूजा हो। हिजो छोड्नु, अहिले जिउ। हिजोको अनुभव जीवनमा सिकाइको रूपमा आउँछ। राम्रो कुरा शिक्षाको रूपमा लिएर, नराम्रा कुरा विषयुक्त लड्डु रूपमा लिएर त्याग गर्नेछ। आज मात्र वास्तविक छ। एक एक श्वासमा पूर्ण उपस्थित हुनुहोस्। मन शान्त राख्नुहोस् र चेतनालाई जागृत गर्नुहोस्। सन्देश, हिजो सिकाइ हो, आज उपहार हो, भोलि विश्वास। वर्तमानमा जिउनु जीवनको असली पूजा हो। अभ्यास, बिहान उठ्दा भन्नुहोस्, हिजो छोड्छु, म केवल अहिले जिउँछु। ध्यान र सचेत श्वासमा एकाग्र रहनुहोस्। नकारात्मक अनुभवलाई उज्यालो र प्रकाशले पगाल्नुहोस्। सूत्र, जीवनको पूर्णता भनेको सचेत वर्तमान मल्टिप्लाई शिक्षा माइनस पीडा। यस सूत्र जीवनको पूर्णता, सचेत वर्तमान मल्टिप्लाई शिक्षा र पीडाको एउटा नमुना। यसको अर्थ हो मानिसको जीवनमा पूर्णता त्यति बेला बढ्छ जब मानिस वर्तमानमा सचेत भएर जिउँछ, विगतका पीडालाई शिक्षामा रूपान्तरण गर्छ। यसलाई गणितीय रूपमा लेख्दा L is equal to K into C into E minus P, अर्थात् जहाँ L जीवनको पूर्णता, C सचेत वर्तमान, E शिक्षा एजुकेशन अनुभवबाट सिकाइ, P पीडा, K स्थिराङ्क मानसिक आध्यात्मिक स्थिरता। नमुना हिसाब, मानव एक व्यक्तिको अवस्था यस्तो छ। सचेत वर्तमान C 8 छ, शिक्षा 9 छ, पीडा 3 छ, स्थिराङ्क K 1 छ भने असूत्रमा प्रयोग गरौँ L is equal to 1 into 8 into 9 minus 3 L equal to 48। अर्थात् यस व्यक्तिको जीवनको पूर्णता 48 अर्थात् उच्च स्तरको छ। त्यस्तै अर्को उदाहरण चाहिँ, यदि मानिस सचेत वर्तमान 4 छ, शिक्षा 6 छ, पीडा 5 छ भने त्यसको L 4। जीवनको पूर्णता कम हुन्छ किनकि सचेतता कम छ, पीडा लगभग शिक्षासँग बराबर छ। आध्यात्मिक अर्थ, यो सूत्रले 3 महत्त्वपूर्ण सन्देश दिन्छ। वर्तमानमा जति सचेत हुन्छौँ, जीवन उति पूर्ण हुन्छ। पीडालाई शिक्षा बनायो भने जीवनको मूल्य बढ्छ र पीडामै अड्कियो भने जीवनको पूर्णता घट्छ।
सरल निष्कर्ष छ जीवनको पूर्णता भनेको सचेत जीवन प्लस पीडाबाट शिक्षा होइन। यो मेरो खोज अध्ययन या प्रश्न विचार र सुझावमूलक हुन् र आवश्यक परेमा प्रामाणिक स्रोतहरूसँग मिलाएर पुष्टि गर्न उचित हुन्छ। लेखाइमा कुनै गल्ती भएमा सुझावको अपेक्षा गर्दछु। धन्यवाद।